इट्स आवर सेकेन्ड डे इन पोखरा। हाई गाइज, आई एम रुक्सा। आज चाहिँ हामी बिहानै उठेर ब्रेकफास्ट गरेर चाहिँ रेडी भएर बसमा चढेर आफ्नो डेस्टिनेसनतिर लाग्यौँ। फर्स्ट पोइन्ट भनेको चाहिँ फेवा लेक थियो। त्यहाँ चाहिँ तालबाराही मन्दिर भिजिट गराउनु हुँदो रहेछ। हामी चाहिँ यता फेवा लेकतिरै घुम्यौँ, खाजा खायौँ। यता लेक साइडमा चाहिँ बेकरी आइटममा क्रोसेन्ट अनि एप्पल पाई अनि ड्यानिसहरू चाहिँ यसरी खुल्लै बेच्नु हुँदो रहेछ। त्यसपछि चाहिँ हामीले घुम्ने पिङ खेल्यौँ। यो चाहिँ ढिकीच्याउ जस्तो नि हुँदो रहेछ, ब्यालेन्स मेन्टेन गरेर खेल्नु पर्दो रहेछ, रमाइलो भयो यो। अनि यो अर्को लिङ्गे पिङमा चाहिँ कोही पनि थिएनन् अनि म एक्लै खेलेँ, सबैजना पालै पालो खेलेँ। नेक्स्ट पोइन्ट भनेको चाहिँ गुप्तेश्वरी केभ र डेभिस फल थियो। अनि त्यसपछि चाहिँ हामीले गुप्तेश्वरी जाने बाटोमा टिकट काटेर गयौँ। त्यहाँभित्र चाहिँ गुफा रहेछ, हामी भित्र जान सकेनौँ, धेरै मान्छे भएको कारणले गर्दाखेरि चाहिँ सफोकेसन हुँदो रहेछ। त्यसपछि हामी निस्केर डेभिस फलतिर गयौँ। अनि यहाँ चाहिँ हाम्रो एक्सपेक्टेसन भर्सेस रियालिटी भयो कि साउन्ड चाहिँ मजाको ठुलो आइरहेको थियो, तर त्यो पानी चाहिँ एकदमै सानो आएको थियो कि पानी पर्ने सिजन नभएर होला। अनि त्यस्तै भयो डेभिस फलमा चाहिँ। त्यसपछि हामीले त्यहाँ अलिअलि सपिङ गऱ्यौँ, ब्यागहरू लिएर गयौँ, पोखराको चिनो हुन्छ भनेर। अनि त्यसपछि चाहिँ हामीले यो मही र निम्बु पानी लिएर खायौँ अनि भ्यू हेर्दै गइरहेको थियौँ। नेक्स्ट डेस्टिनेसन चाहिँ हाम्रो पुम्दीकोट थियो। अनि त्यहाँ माथि टपबाट चाहिँ यस्तो राम्रो भ्यू देखिरहेको थियो कि हिमाल अनि पहाड अनि तलपट्टिको लेकको भ्यू कस्तो राम्रो देखिरहेको थियो। अनि हामीले अलिअलि भिडियो गऱ्यौँ। टाइम फेरि थिएन हामीसँग, 10वटा डेस्टिनेसन जान पर्ने भएको भएर चाहिँ ओन्ली आधी घन्टा मात्रै थियो कि इच डेस्टिनेसनको लागि। अनि एकदम हतारमा झन्यो ड्रिम सिटी त घुम्नै पाएनौँ कि आधी घन्टामा 3वटा पिङ खेल्न पाइदो रहेछ, तर हामीले टाइम नभएर खेल्न पाएनौँ। माथिपट्टिको त्यो मिररवाला बाटोमा पनि हिँड्न पाएनौँ, एकदमै लिमिटेड टाइम थियो हामीसँग। त्यसपछि त्यो लोटसवाला स्विङमा चाहिँ खेल्यौँ, डराइ भए पनि खेलिरहेको थियौँ। यहाँ चाहिँ कस्तो रमाइलो नै भयो, पछि चाहिँ अलि बेर नै खेलेको हुन्थ्यो जस्तो लाग्यो मलाई, तर त्यति बेला चाहिँ मलाई एकदम डर लागिरहेको थियो। अनि त्यसपछि फेरि हामी नेक्स्ट डेस्टिनेसनको लागि हिँड्यौँ। यो चाहिँ हाम्रो पिस प्यागोडा जाँदै थियौँ हामी। अनि जाँदा पिस प्यागोडा जानलाई चाहिँ अलिकति हिँड्नु पर्थ्यो। अनि बाटोमा चाहिँ हामीले यो अमिलो किन्दै हिँड्दै गइरहेको थियौँ। अलि टाइमपछि हिँडिसकेपछि चाहिँ ठ्याक्क हामी टपमा पुग्यौँ। त्यहाँ माथिबाट चाहिँ यस्तो राम्रो भ्यू देखिरहेको थियो, यतापट्टि देउसी भैलो पनि चलिरहेको थियो, यस्तो रमाइलो भाइब्स आइरहेको थियो। त्यसपछि हामी स्याहाँ गर्दै माथि टपमा पुग्यौँ। हाम्रो हालत चाहिँ यस्तो भएको थियो। अनि त्यसपछि हामीले यहाँनिर फोटो खिच्यौँ। त्यसपछिको नेक्स्ट डेस्टिनेसन भनेको चाहिँ सेती रिभर गर्ल्स थियो। यो चाहिँ एकदमै रमाइलो भयो, एकदम हामी थाकिसकेको थियौँ। अनि त्यो चिसो पानीमा खुट्टा राख्न पाउँदा चाहिँ एकदमै कस्तो मजा भयो कि। अनि यो पुरै घुम्यौँ हामीले। एउटा तल हेर्दाखेरि चाहिँ त्यो कस्तो मलाई मागाधिरा बाहुबलीको भाइब्स आयो। मैले त्यो भिडियो चाहिँ लिन मोबाइल झर्छ भनेर। अनि यसपछिको नेक्स्ट भनेको चाहिँ चमेरी गुफा र अर्को महेन्द्र गुफा थियो। त्यो दुइटैमा चाहिँ हामी गएनौँ, एकदमै थाकेको थियौँ। अनि हामीले बाहिरै सपिङ गऱ्यौँ। अनि यहाँ हामीले ब्याग लिएको थियौँ, सबैजनाले ब्याग लैदिउँ चिनो हुन्छ भनेर ब्याग लिगौँ। अनि लास्ट डेस्टिनेसन भनेको चाहिँ हाम्रो विन्ध्यवासिनी टेम्पल थियो। त्यसपछि हामी लोकल गाडी चढेर चाहिँ एक ठाउँमा गयौँ। त्यहाँ चाहिँ हामीलाई खाना खानको लागि बोलाउनु भएको थियो, भेटघाट पनि भयो। एन्ड थ्याङ्क यू सो मच सबु आन्टी एन्ड होल फ्यामिली फर द मिठो फुड। अनि यसरी चाहिँ हाम्रो सेकेन्ड डे इन पोखरा चाहिँ बित्यो। लास्टमा चाहिँ देउसी भैलो चलिरहेको थियो रातिसम्म, एकदमै रमाइलो भयो। त्यसपछि पनि हामी यता यो अम्ब्रेला स्ट्रिटतिर हिँड्यौँ। अनि फाइनल्ली हामी रुममा गएर रेस्ट गऱ्यौँ। ओके, बाई।